हेलो गाइस, नमस्ते, गुड मर्निङ, नमस्ते। हाम्रो आजको यात्रा चाहिँ उदयपुरसम्म होइन। काठमाडौँदेखि म अहिलेसम्म टाढा बाटो हिँडेको छैन। आज मेरो हालत के हुने हो थाहा छैन। अनि भन्दै निस्किसक्यो। मैले पहिलोचोटि त्यस्तो लाछु बुहारी हुन लाग्छन्। बाटो हामी खिच्दै जान्छौँ। बाटो हामी खिच्दै चाहिँ जान्छु, तर मेरो हालत के हुन्छ भिडियो खिच्ने मान्छेको त्यही मात्रै छ है। म चाहिँ कपाल यस्तो सबै पोका पारेको छु, किनभने त्यहाँ सबै धुलोले बिगार्छ भनेर। अनि हामी चाहिँ हिँडेको त्यहीहरू निस्क्यो। अनि हामी चाहिँ अब निको पोका एउटा मात्रै भयो, कपडा उठाउन बाँकी छ। हामी चाहिँ अब हाई गरे तिम्रो कपडा छ्या के लाएर हिँड्नु लाग्यो घरमा। ओके बाई बाई। सोना गयो, बाई बाई। हामी निस्क्यो अब। ब्याग कहिले बोक्छ? ब्याग झोला म लाउँछु। हामी उदयपुरको यात्रा जाने बाटो ए अन्त गुन्डे जाने बाटो। हामी चाहिँ धुलीखेल आएर पनि चिया नास्ता गरेर हिँडिसकेँ। अब खै के हुन्छ हेरौँ। जाडो छ। बिहान 4 बजे हिँडेको चिसो भयो। हामी चाहिँ धुलीखेलमै रोकेर चाहिँ चिया नास्ता गरेर हिँडिसकेँ। अब फेरि कहाँ गर्ने हो चिया नास्ता, सायद छिटै गरिन्छ होला। अहिले चाहिँ जाडो भएर अब 6-7 बजीतिर भोक लाग्छ। थकाइ पनि लाग्छ होला। बिसाउँदै जाँदा राति पनि हुन्छ होला आज त। अब हुन त 12-13 घन्टा त बाइकमा हिँड्नै पर्छ। कति टाइम लाग्ने हो। म आज चाहिँ म छु नि त, त्यही मलाई धेरै गाह्रो हुन्छ, बसी जानुपर्छ। अब चाहिँ हामी चाहिँ लाग्यो है त काठमाडौँ छोडेँ। काठमाडौँलाई बाई गर्दै उदयपुरसम्म। अब के हुन्छ हेर्दै गरौँ। त्यहाँ पुगेर चाहिँ भिडियोहरू हुँदैन होला, किनभने उहाँ सबै नयाँ घर, नयाँ मान्छे, सबै नयाँ हुन्छ। मैले भिडियोहरू खिच्न सकिँदैन होला। अर्को जोडी दसैँमा जाँदा चाहिँ म सबै भिडियो खिचेर हाल्छु उदयपुरतिरको। आज चाहिँ बाटोसम्मको मात्रै हुन्छ। सरी। अब चाहिँ हामी भकुण्डेको ओह्रालोतिर लाग्दैछौँ। अब चिया नास्ता खान्छु होला, अब हिँड्छु त्यसपछि। ओइ गरे तिमी जहिले ढिलो उठ्ने, आज किन 4 बजी उठेको? यार कामचोर घर जान्छु भनेपछि जाडोले कति काम हो। जाडाले यति दाँत सुकेन किन? अनि कहाँ पहिला घर जाँदा चाहिँ त्यहाँ बस्नु त हो। भोलि जाने नि, भोलि जाने पर्सि जाने होइन बाबु? सिधै जाने होइन त? सिधै घर त्यो नपस्ने घरै जाने हो। भेटे नि अब पछि आउँछु भन्ने। जान्छ भने त घरै बाटो त पर्छ। साइला बाजेलाई ढोका थुनेर बस्नु भन्नुपर्छ। हामी चाहिँ चिया खान आँटेको अब। हाम्रो चाहिँ यहाँ छ
गाडी कामचोर यसको नाम कामचोर है आजबाट कामचोर छ्या ए भिडियोमा तपाईँ हो कामचोर म कसरी कामचोर हुँ तिमी काम गर्न भनेपछि त 9 बजी पनि उठ्दैन त्यो पनि पानी हाली हाली उठाउनु पर्छ आज आज घर जाने भनेपछि 3 बजी उठेर हामी यता नास्ता गरेर नि फेरि हिँडेछ कि अब सिन्धुलीतिर सिन्धुलीतिर पुगे हामी रोसी खोलातिर रोसी खोलाको छेउछेउतिर यात्रा गर्दैछौँ खै कति टाइम लाग्ने हो मलाई त अहिले नै थाकै लागिसक्यो कस्तो गाह्रो भइसक्यो गाइस के गर्ने हो तर जसरी पनि घरमा त पुग्नुपर्छ जानै पर्छ है अब के गर्नु ल हेर्दै गरौँ अब अहिलेलाई चाहिँ गाह्रो हुन्छ जस्तो छ आजलाई चाहिँ हेर्दै गरौँ भिडियो जति सक्ने खिच्नेछु नसकेपछि के गर्नु त होइन अहिलेलाई चाहिँ टेकेन कस्तो गाह्रो भयो अर्कोचोटि जाँदाखेरि यहाँसम्म आइपुग्दा केही हुँदैन क्या अब अर्कोचोटि यो बाटो आयो फर्किँदा कुन बाटो जाने तलबाट अर्कोचोटि आउँदा त गाडीमा आउने हो फेरि आउँदा त यो मान्छे चाहिँ मुगै मात्रै हो गाडी नि कस्तो राम्रो ठाउँ छ यति दुःख गरेर यति राम्रो ठाउँ देखेपछि त नि सन्चो हुन्छ होला नि हो कस्तो राम्रो क्यामेरा चाहिँ चढ्दैन क्या मान्छे दिए त अनि क्यामेरा डाइलेक्ट दिएको मलाई लडेर झन्नै हात खुट्टा भाँच्छ कस्तो महसुस भयो बाइकले थिचेर बस्दाखेरि पास निस्किनु मिल्दैन कसरी मेरो यो खुट्टा चलाउन मिल्यो खुट्टा च्यापेर राख्यो कस्तो महसुस भयो महसुस अब त गाउने मान्छे ल गाउने मान्छे होइन अब त मलाई